नमस्ते सबैजनालाई। म चाहिँ मेरो यात्रा आज उल्लेरीतर्फ हुँदैछ। म अहिले गाउँबाट निस्केको। अब चाहिँ पोखरा गएर पोखराबाट चाहिँ गुरुलाई भेटेर गुरुलाई लिएर जाँदैछु। गुरुलाई लिएर गएपछि नयाँ पुलबाट मेरो यात्रा चाहिँ जिपमा हुन्छ होला सायद। बाटो अप्ठ्यारो छ, बाइकलाई गाह्रो हुन्छ भन्ने कुरा सुनेको छु। अब हेरौँ, त्यहाँ गएर खबर बुझेर अनि बाइक लिएर जान सक्छु है। ल म चाहिँ रामबाबु घर आइपुगेँ है फाइनल्ली। अब चाहिँ हाम्रो यात्रा चाहिँ यात्रा क्रम जारी नै छ। झोला बाइकमा के गरेर लाने? झोला चाहिँ 4वटा भयो। मान्छे दुईटा हेपी त्यही नयाँ पुल आइपुग्यौँ। यहाँ चिसो खाँदैछौँ। अब चाहिँ बाले चाहिँ रन्ठाउनु भयो। म चाहिँ मैले यस्तो अल्कोहल केही खाँदिनँ, त्यही भएर चाहिँ अब गाडी पाइन्छ पाएन पाएन। यहाँ काउन्टरमा बसियो सुने लागि हामी आइपुग्यौँ है फाइनल्ली। हामी उल्लेरी टेक्यो। हामी चाहिँ उल्लेरी गाउँमा पुग्यौँ। अब उसतिर होटेलतिर जाँदैछौँ है, यो गाउँतिर। दिदी बहिनी हो अलि माथि